मैले के भन्दै थिएँ भने नि अब अटिजममा चाहिँ अब अभियसली सजिलो होइन, बट समयअनुसार सबै कुरो सजिलो हुँदै जान्छ होइन। त्यही हो, धैर्य राख्नुपर्छ। अनि अर्को कुरो चाहिँ जुन चाहिँ हामीले लिन्छौँ, सोच्छौँ कि अटिजम चाहिँ आमा बाउहरूले ब्याड प्यारेन्टिङ गरेर होइन, अब राम्रो आमा बाउ हुनु नसकेर भएको, त्यो पनि एकदम गलत हो। किनभने अटिजम चाहिँ केले गर्दा हुन्छ भनेर चाहिँ अहिलेसम्म पनि त्यो एउटा उयो साइन्टिफिकली प्रुभै गर्नु सकेको छैन। मोस्टली भन्छ जेनेटिक, भन्नुको मतलब हाम्रो बाजे बोजू पुर्खामा पनि यस्तो केही कन्डिसन थियो होला, यो कुनै यस्तो खालके डिसअर्डर थियो र त्यही चाहिँ समयअनुसार चाहिँ अहिले हाम्रो नानीहरूमा चाहिँ हुँदै आएको भनेर होइन, त्यसलाई चाहिँ भन्छ जेनेटिकली अटिजम आउँछ भनेर है। अर्को हो न्युरोलोजिकल रुट्स, अब न्युरोलोजिकल प्रब्लम भएको, अब दिमागमा ब्रेनमा केले गर्दा हुन्छ कसैलाई थाहा छैन होइन। अब त्यो किनभने अब डाउन सिन्ड्रोमहरू जस्तो चाहिँ या अरू कन्डिसन जुन चाहिँ हुन्छ अब नानीहरूमा हात खुट्टाको केही प्रब्लम्सहरू हुन्छ होइन, या अरू केही चाहिँ प्रेग्नेन्सीमा थाहा पाउँछ होइन, टेस्टहरू हुन्छ त्यसको लागि है। तर अटिजमको लागि कुनै टेस्ट हुँदैन। तपाईँ विदेशमा नै किन हुनुहुन्छ होस् है, तपाईँ प्रेग्नेन्ट छ भने त्यो अटिजमको टेस्टै हुन सक्दैन। अनि त्यो चाहिँ अब एकैचोटि नानी जन्मिसकेर मात्रै थाहा लाग्छ हो, त्यो हो अर्को कुरा। अनि